कोशी प्रदेशका पूर्व मुख्यमन्त्री नेपाली काङ्ग्रेस कोशी प्रदेश सभापति माननीय आदरणीय दाई श्री उद्धव थापाजीको प्रमुख अतिथिमा हिजोदेखि सञ्चालन भएको 12औं मेयर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मेची नगर काकरभिट्टा झापा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ र आयोजक कमिटीका अध्यक्ष राखेप प्रशिक्षक राजु महर्जन गुरुको सभापतित्वमा उद्घाटन तथा समापन भयो। कार्यक्रममा उद्घाटन समारोहका कार्यक्रम सञ्चालन सितोर्यो जिल्ला महासचिव केशव कार्कीले गर्नुभएको थियो भने स्वागत मन्तव्य झापा जिल्ला कराटे महासङ्घका अध्यक्षले गर्नुभएको थियो। त्यस्तै समापन कार्यक्रमको सञ्चालन राखेप प्रशिक्षक दुर्गाराज निरोलाले सञ्चालन गर्नुभएको थियो र नेपाल, भारत, भुटान, श्रीलङ्का गरी करिब 800 जना खेलाडी त्यस्तै प्लस 70 जना प्राविधिकहरू लगायतको अभिभावकहरू पनि भारतबाट धेरै अभिभावकहरू समेत उपस्थित रहनुभएको थियो र यसले खेलकुदसँग पर्यटन जोड्ने हैन यो स्थानीय ठाउँलाई चलायमान बनाउने काम पनि गरेको छ र यो पर्यटन वर्ष कोशीमा मनाउँदै गर्दा यसलाई चाहिँ पर्यटन मन्त्रालयले पनि एउटा प्राथमिकतामा राखेर काम अगाडि बढिरहेछ र यहाँ आदरणीय दाइले पनि आफ्नो शुभकामना मन्तव्यमा यसलाई अझै उचाइमा पुर्याउने आफ्नो विचार व्यक्त गर्नुभएछ। उहाँ यहाँ पाल्नु भएकोमा हिजो उद्घाटन समारोहमा पाल्नुहुने पर्यटन मन्त्री भीम पौडेलज्यू र आज समापन समारोह पाल्नुहुने आदरणीय उद्धव थापा दाइलाई विशेष हामी झापा जिल्ला कराटे महासङ्घ, नेपाल सितोर्यो कराटे जुडो सङ्घ तथा नेपाल कराटे महासङ्घको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। जय र रेडी संयोजकलाई मैले श्रेष्ठ निमन्त्रणा गरेँ, माथि आइदिनु होला। अनि रेडाजीहरू यो साइडमा बस रेडाजीहरू तपाईँ कुर्सी ल्याएर तपाईँ कुर्सी हाल्नुहोस्। तुरन्त बाहिर कुर्सी छ, हामीले आफ्नो काम आफै गरौँ, कुर्सी ल्याएर बसिहाल्नु र जति पनि प्यारेजहरू हुनुहुन्छ तपाईँहरू पछाडिको भागमा बस्नुहुन्छ। खेलाडीहरू कोही पनि खेलाडी बाहिर रहनुहुन्न, प्लिज भित्र आइदिनु होला। रेडाजीहरू आफ्नो चेयर लिएर आउनु होला। खेलकुद भन्ने मूल नाराका साथ खेलकुद विधा अगाडि बढिरहँदा आज मेची अञ्चलकै हाम्रो काकरभिट्टा जो बोर्डर छ त व्यापारी केन्द्र पनि छ र यस ठाउँमा आजभन्दा 12 वर्ष अगाडिदेखि लगातार रूपमा मेयर कप सञ्चालन भइरहँदा आज हामी 12औं मेयर कप सञ्चालन गरिरहेका छौँ र हिजोबाट शुभारम्भ भएको यो मेयर कप आज हामी समापन तथा पुरस्कार वितरण कार्यक्रममा यहाँलाई जोड्न गइरहेका छौँ र हरेक कार्यक्रमको सुरुवातमा हामीले सभाध्यक्षको आवश्यक हुन्छ। यो हामीले हिजोदेखि सुरु गरेको हुनाले आज हामी औपचारिकता त्यता जोडिँदैनौँ, किनभने हाम्रो हिजो सुरु भएको कार्यक्रम आज समापन हुन्छ। हाम्रो काकरभिट्टा सितोर्यो कराते स्कुलका अध्यक्ष तथा प्रशिक्षक अन्तर्राष्ट्रिय निर्णायक नै हिजैदेखि नै सभाध्यक्ष भएको कुरा म यहाँलाई जानकारी गराउँदै आज यस समापन कार्यक्रममा आफू अति व्यस्तताका बावजुद पनि खेलकुदलाई अति नै माया गर्ने र यहाँ यसो स्वागत गरिदिन पनि मैले अनुरोध गरेँ। स्वयंसेवक झापा जिल्ला कराटे महासङ्घले समन्वय तथा प्राविधिक सहयोग गरेको थियो र रेफ्री संयोजक राखेप परिषद कृष्ण बस्नेत रहनुभएको थियो। त्यस्तै कोअर्डिनेटरमा र विशेष अतिथिमा झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख एकेएफ रेफ्री कराते प्रशिक्षक विष्णु कुमार नेमाङज्यू, त्यस्तै कोअर्डिनेटरमा दुर्गाराज निरोला र उहाँले कार्यक्रम समापन समेत सञ्चालन गर्नुभएको थियो र यसमा टुर्नामेन्ट डाइरेक्टरमा राखेप प्रशिक्षक कुन्ती गुरुङ लगायत कराटे महासङ्घ झापाबाट जीवन राई, सितोर्योबाट विक्रम मेचे लगायत सम्पूर्ण यहाँ नामै भन्दा सम्पूर्ण मनभित्रै हुनुहुन्छ। सबैमा विशेष हार्दिक धन्यवाद र हामी स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र जीवनका लागि शिक्षा भन्ने सन्देशसहित उत्कृष्ट सबल सक्षम नागरिक उत्पादन गर्ने, त्यस्तै छिमेकी राष्ट्रहरूमा नाइबरिङ कन्ट्रीहरूमा चाहिँ भातृत्वको विकास गर्ने सम्बन्धहरू, आपसी आत्मीय सम्बन्धहरू जोड्दै जाने र त्यस्तै दार्जिलिङ क्षेत्रबाट पनि आउनुभएको थियो गुरुहरू रामकुमार तामाङ, हाम्रा अन्य गुरुहरू। फाइनल खेल भइरहेको छ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता। इन्डिया जोरदार तालीले खेल्ने हौसला गर्दै र खेललाई पनि सुचारू गरिराख्ने भएको हुनाले फोटोग्राफर भाइहरू तपाईँहरू यहाँबाट अलिक
माथाहरूले आइसक्ने भयो होला र आजको अन्तिम पङ्कज कुमार सेन्साई पङ्कज कुमार कर्मचारी दिनुमा सेन्साई चौर कुमार भारतबाट पाउनुहुने दिनु होला प्लिज